अपराध गर्ने मान्छे डराउँछ होला। रासोपा कायरहरूको पार्टी होइन, रवि लामिछाने कायर नेता होइन। सिंहदरबार बनाउला, संसद भवन बनाउला, न्यायालय पनि बनाउला, तर वर्षौंदेखि खरानी भएको हाम्रो सपना कसले बनाउँछ? हामी बनाउँछौँ। हामी सबै जेनजीको साथ बोकेर हामी जेनजी भाइ हो, रवि दाइ पनि साथ बोकेर चिन्ता गर्नु। प्रिय सहयोद्धा क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौं। दुश्मनको किल्लामा धावा बोल्नेछौं र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौं। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्णहरूलाई आदेश दिन्छु। भ्रष्टाचारी पार्टीहरूलाई धुलो चटाउने हो, खुद्रा खाद्री पार्टीहरूलाई साइड लगाउने हो। यस पटकको चुनावमा हामीले घन्टी बजाउने हो।